नमस्कार, स्वागत छ सम्पूर्णमा। आज हामी चाणक्य नीतिशास्त्रको गहिरो रहस्य उजागर गर्दैछौँ। चाणक्यले भनेका छन्, संसारमा झुट सबैभन्दा खतरनाक हतियार हो। यो संसारमा झुट बोल्नेको कमी छैन। यहाँ झुटको खेती गर्नेहरूकै कारण कतिपयको जीवन नै बर्बाद भएको छ। चाहे झुट सानो कुरामा होस् वा ठुलो कुरामा, झुटको खेती धेरै समयसम्म त रहन सक्दैन, तर समयमै झुट पत्ता लगाउन सके केही अनिष्ट हुनबाट भने अवश्य बच्न सकिन्छ। र जसले झुट पत्ता लगाउन सक्छ उसले कहिल्यै धोका खाँदैन। आज हामी सिक्नेछौँ चाणक्य नीति अनुसार झुट पत्ता लगाउने यी 7 सङ्केतहरू। आउनुहोस् सुरु गरौँ यी 7 सङ्केतहरू। पहिलो सङ्केत, आँखाको गति हेर्नुहोस्। चाणक्यले भनेका छन्, सत्य बोल्ने मानिसको दृष्टि स्थिर हुन्छ, तर झुट बोल्नेको दृष्टि अस्थिर हुन्छ। जो मान्छे सत्य बोलिरहेको हुन्छ उसमा आत्मविश्वास हुन्छ र उसको आँखाको दृष्टि स्थिर अथवा सिधा हुन्छ भने जो झुट बोलिरहेको हुन्छ उसको आँखाको दृष्टि यताउति चलिरहेको हुन्छ अथवा अस्थिर हुन्छ। यदि कसैले कुरा गर्दा बारम्बार आँखाको दिशा बदलिरहन्छ वा विशेष गरी तलमाथि वा दायाँ बायाँ हेर्छ भने त्यो उसको आत्मविश्वासको कमी हो। यो झुटको पहिलो सङ्केत हो। दोस्रो सङ्केत, वाक्यमा असङ्गति। चाणक्य नीति अनुसार सत्य एकै स्वरमा प्रतिध्वनि जस्तै स्पष्ट हुन्छ, तर झुट बारम्बार बदलिरहन्छ। कसैले एउटै कुरा फरक फरक ढङ्गले दोहोर्यायो भने त्यो झुट हो। साँचो बोल्ने मानिसको कुरा स्थिर हुन्छ, तर झुट बोल्नेले आफैलाई उल्झाउँछ। तेस्रो सङ्केत, अनुहारको हावभाव नमिल्नु। चाणक्य भन्छन्, मनमा जे हुन्छ त्यो आँखा र अनुहारमा स्पष्ट रूपमा प्रकट हुन्छ। यदि कसैले खुसी भएको नाटक गर्छ तर उसको आँखामा उदासी झल्किन्छ वा रिसाएको छ तर मुस्कान दिन खोज्छ भने त्यो अभिनय हो। बोल्दा हिचकिचाउनु वा हात र मुखको हावभाव फरक हुनु यी सङ्केतले झुट बोलेको सङ्केत साबित गर्दछ। त्यसैले असली भाव अनुहारमा देखिन्छ। चौथो सङ्केत, शारीरिक बेचैनी। झुट बोल्दा शरीर पनि असजिलो हुन्छ। चाणक्यले सिकाएका छन्, मन अशुद्ध भयो भने शरीर स्थिर रहन सक्दैन। कसैले अनावश्यक टाउको हल्लाउने अथवा हात खुट्टा चलाउने वा बारम्बार वस्तु समाउने बानी देखायो भने त्यो असत्यको सङ्केत हो। पाँचौँ सङ्केत, आवाजमा परिवर्तन। सत्य बोल्दा आवाज स्वाभाविक सरल हुन्छ, तर झुट बोल्दा आवाज असजिलो हुन्छ। कहिले उचालिन्छ त कहिले तल झर्छ। चाणक्य भन्छन्, आत्माबाट बोलेको सत्य कुरा सधैँ एक समान रहन्छ, तर असत्य बोलिरहेको व्यक्तिको स्वर हडबडाउँछ। यदि आवाज अचानक बदलियो भने सावधान रहनुहोस्। छैटौँ सङ्केत, उत्तर दिन ढिलाइ गर्न। साँचो मानिसलाई कुरा गर्न ढिला हुँदैन, तर झुट बोल्ने मानिसलाई सोच्न, मिलाउन र बनावटी गर्न समय चाहिन्छ। चाणक्यले भनेका छन्, सत्य एक श्वासमै निस्कन्छ, तर असत्य धेरै प्रयासपछि निस्कन्छ। कसैले सोधेको प्रश्नमा ढिला गरेर उत्तर दियो भने त्यो कुरा झुटो हुन सक्छ। सातौँ सङ्केत, बारम्बार कसम खाने। चाणक्य नीति अनुसार सत्यलाई कसमको सहारा चाहिँदैन, तर झुट बोल्ने मानिस बारम्बार भन्छ, मलाई विश्वास गर, भगवानको कसम वा साँच्चीकै हो। यी र यस्तै कुरा बारम्बार भनिरह्यो भने यो झुट बोलेको सङ्केत हो। सत्य बोल्नेले आफ्नो शब्दमा मात्र भरोसा गर्छ, झुट बोल्नेले अरूको सहारा लिन्छ। चाणक्यले बताएका यी 7 सङ्केत यदि तपाईँले जीवनमा अपनाउनु भयो भने तपाईँ कहिल्यै झुटको जालमा फस्नुहुन्न। सत्य सजिलो छैन, तर असत्यको पर्दा लामो समय टिक्दैन। याद राख्नुहोस्, सत्य सूर्य जस्तै हो, ढाक्न खोजे पनि उज्यालो हुँदै फुटेर निस्कन्छ। यदि तपाईँलाई यो ज्ञान उपयोगी लाग्यो भने जीवन दृष्टि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आगामी भिडियोमा हामी चाणक्यका अरू गहिरा रहस्यहरू उजागर गर्नेछौँ।